दिदी हो वेलकम दक्षिण काली अहिले चाहिँ आज चाहिँ डेकोरेसनको लागि के अरे साइट भ्युइङ हुन्छ कहाँ मण्डप जान्छ अनि ब्ला त्यो आज हामी कन्फर्म गर्छौँ अनि भोलि मेरो लास्ट एक्जाम हुन्छ अनि त्यसपछि म अस्ट्रेलिया जाँदैछु अस्ट्रेलिया गइरहेको चाहिँ मेरो फर्स्ट भिडियो हुन्छ अनि यो भिडियो चाहिँ एकदम लेटर अन आउँछ एकदम फ्यु मन्थ्स पछि बिकज दिस इज वेडिङ प्रिपरेसन वाला भिडियो अनि अहिलेसम्म फर्स्ट भिडियो चाहिँ अपलोड भएको छैन आज कति कार्ड लेख्न सक्यो कार्ड आज हाम्रो दाजुभाइ खलक होइन अनि मेरो मामा खलक तिमीहरूको मामा खलक ठुलो मम्मीहरू अनि अब त्यो चनाको माइती खलक अनि हाम्रो बुटीको दाजुभाइहरूको प्राय चाहिँ अब सबै सक्यो 90% 95% होइन दाजुभाइ अनि मामा खलक माइती खलकको चाहिँ अब अलिअलि छुटफुट चाहिँ बाँकी छ अनि इष्टमित्र छरछिमेकीहरू साथीभाइहरूको अब बाँकी छ टोल छिमेकको राउन्ड माथिको झन् वीरगन्जतिरै गयो हामी दिदीको फ्लाइट हेर्दैछौँ भने तीन राउन्ड झन् काठमाडौँबाट उता जाँदैछ नेपालको एयर ट्राफिक बाटोमा त ट्राफिक भयो हावामा सुत्दा ट्राफिक हुन्छ पापा हजुर एनिथिङ टु से बिफोर दिदी खै यहाँ पर्खिरहेको प्लेन ल्यान्ड हुन्छ भनेर त्यो राडार हेरेर आएको प्लेन त 3 राउन्ड भइसक्यो घुमाएकै छ एयरपोर्ट जानलाई ठिक्क छ यता ठिक्क छ होइन म चाहिँ अब यहाँ त्यो राडार हेरेर आएको प्लेनलाई लाइन गराएर चाहिँ जान्छु भनेर पर्खे भयो छोरी We see the plane. यही हो plane. Sister is coming. That's coming. Yeah. We are waiting छतमा. दिदी is coming उता plane मा. श्रेया यहाँ आइपुग्यो ल मेरो मोबाइलमा चाहिँ यहाँनिर पुग्यो ल यही हो त यो त यही आइसक्यो त यो त होइन जसलाई पापा यो त होइन जसलाई यो त होइन नै छ माय गॉड यहाँ अझै बाँकी नै छ फोनमा हेर्नु छ यो त होइन यो त बुद्ध हेर्ने अब नेक्स्ट आउनेहरूले चाहिँ हो अब चाहिँ यति बाँकी छ आउन यहाँ 1 मिनट लेखाएको छ तर प्रब्लली 1 मिनटभित्र आइपुग्दैन ल यहाँ हामीले अर्को प्लेन पनि फेला पार्यो यो हो कि होइन अघि कन्फ्युज भएर हामीलाई यो हो कि होइन जस्तो भइरहेछ बिकज यहाँ यही हो जस्तो लाग्छ तर आई थिङ्क दिस इज इट दिस इज द प्लेन यही हो दिदी आयो हेरौँ न हामी पनि यही उभिराखौँ सिन्दुक न वेन
भाइ के भन्नु ल वेलकम What do you think? Oh my god. Thank you.